हेलो गाइज, आज चाहिँ म बाआमा उपन्यास पढिरहेछु र बाआमा उपन्यास पढिरहँदा चाहिँ म मिडिल पार्ट्सतिर पुगेछु, बिचतिर 115 पेजमा र भनेपछि बनकाशीको कथा, रामलाल जोशीले लेखेको बाआमा उपन्यास। आई नो उपन्यास र उपन्यासका पात्रहरू चाहिँ रियल होइनन्, यो रियालिटी पनि होइन। हामी धेरै जसो उपन्यासहरू काल्पनिक संसारमा गएर लेख्छौँ। अब यो रियल या रियालिटी हो कि होइन त थाहा छैन, तर दिस मेक्स मी क्राई गाइज। म अहिले त रोइरहेको छैन, तर साँच्चै मै भावुक बनाउँछ। उपन्यासभित्रका शब्दहरू मुटुमा गड्छन् क्या। अनि मलाई अहिले चाहिँ यसो पढिरहँदा यस्तो महसुस भइरहेछ कि आखिर कति के गर्न सक्छन् के हाम्रो आमा बुवाहरू हाम्रो लागि, बाआमा। हामीले कल्पना नै गरेका हुँदैनौँ। धेरै जसो समयमा मलाई रिस उठेको बेला अनि कचकच गरेको बेला नभइदिएको भयो हुन्थ्यो जस्तो महसुस हुन्छ, तर त्यो क्षणिक हुन्छ। तर पनि धेरै गरे हुन्छन् गाइज। के भन्ने त। इफ तपाईसँग पनि समय छ भने रामलाल जोशीको बाआमा उपन्यास पढ्नुहोस्, धेरै राम्रो छ। म त मध्यमा पुगेछु, मध्यभागमा, तर पनि यसले मलाई रुहाउन आँटेको छ, भावुक बनाएको छ एकदम। तपाईहरू पनि पढ्नुहोस्। हस्।